र आज चाहिँ हामी फोरकोटदेखि काठमाडौँतिर लाग्दैछौँ। यो राइट साइडमा चाहिँ फोरकोटको बस स्ट्यान्ड छ र यो रोडलाई चाहिँ सिन्धुली रोड भन्छ र सिन्धुली रोड भएको कारण चाहिँ नदीले गर्दा नदीको नाम सिन्धुली नदी हो। योपालि सिन्धुली नदी चाहिँ एकदमै ज्यादा बढेर आएछ। अगाडि हामीले गएर चाहिँ फोटो सेसनको लागि गाडी एकछिन रोक्यौँ र नानी र मेरो श्रीमतीले भिडियो बनाइदिनु भयो र नानी र म चाहिँ हल्का यहाँ पोज पनि दियौँ र अगाडि गएर चाहिँ पुरा ग्रिनी थियो, धानहरू रोपेको थियो। मलाई चाहिँ एकदम यो मनपर्छ र मैले भिडियो बनाएँ। यहाँबाट यो ऐना भएको देख्नुहुँदैछ, यो चाहिँ सिन्धुली रोड हो। यो रोडमा चाहिँ अगाडि माताको मन्दिर छ, श्री सेतीदेवी माता। र यो ऐना यहाँ देख्नुको कारण चाहिँ के हो भने जति पनि यो रोडमा टु व्हिलर फोर व्हिलर हिँड्छ उहाँहरूले आफ्नो आफ्नो गाडीको नम्बर ऐनामा लेखेर चाहिँ माताको मन्दिरमा चाहिँ यहाँ चढाउनुहुन्छ। त्यसरी नै छोरी र मैले पनि यहाँनिर माताको नाममा ऐना चढायौँ आफ्नो गाडीको नम्बर लेखेर। अनि यो सिन्धुली नदी पहिला अलिक सानो थियो, पुरा बढेछ र हामीले तल पनि हेऱ्यौँ, पानी पनि मैला भएको र भिडियो बनाउनु भएको चाहिँ मेरो श्रीमतीले। त्यहाँबाट हामीले नानी र मैले चाहिँ बाजेगाउँ गएर टिका लगायौँ। हामीले टिका लगाउनुको बाद फेरि फुपू पनि जानुभयो, दर्शन गर्नुभयो, टिका लगाउनु भयो। त्यहाँबाट फुपूले पनि अगाडि आएर यसो तल हेर्नुभयो, योपालि चाहिँ पुरा ज्यादा बढेर आएछ भन्नुभयो। त्यहाँबाट अलिकति चान्स पाएको मैले फेरि रिल्स बनाइदिएँ हल्का। रिल्स बनाउनुको बाद फेरि मैले क्यामेरा पक्रेँ, श्रीमतीले दर्शन गऱ्यो। त्यहाँबाट अगाडि गएर हामीले रेस्टुरेन्टमा रोक्यौँ खाजा खानुको लागि। खाजामा चाहिँ हामीले अन्डा, रोटी, दाल खायौँ, एकदमै टेस्टी थियो। र त्योभन्दा अलिक अगाडि गएर चाहिँ त्यहाँनिर अर्ग्यानिक ड्र्यागन फ्रुट्स र अभोगाडो पाउँदो रहेछ, त्यहाँनिर हामीले किन्नुको लागि रोक्यौँ र श्रीमती र फुपूले अलिकति बार्गेनिङ गर्नुभयो, घटाइदिनु भयो त्यहाँ दिदीले। हामी फेरि अगाडि गएर ब्रिजमा एउटा फोटो खिचिहाल्यौँ। त्यहाँबाट यो सिन्धुलीको बाटो चाहिँ एकदमै बिग्रेको रहेछ, किनभने खोला पुरा बढेर चाहिँ रोडै लगिदिएको रहेछ र यो पहाड खनेर रोड बनाएको रहेछ। पहिला चाहिँ रोड त्यो तल्लो घर देख्नु हुँदैछ होला, त्यो घरमा चाहिँ त्यो साइडमा चाहिँ रोड थियो, अहिले त्यहाँ खोला रहेछ र पानी योपालि एकदमै ज्यादा बढेछ। र यो जति पनि काठमाडौँ आउनुहुँदैछ आफ्नो गाडी लिएर बाई रोड ड्राइभमा आउनुहुन्छ, एकपल्ट सबैले तपाईँहरूले इन्फर्मेसन चाहिँ एकदम राम्रो लिएर चाहिँ पुछताछ गरेर आउनु होला। र त्यसको बाद यो उकालो बाटो एकदम थिएन, पहिला एकदम नर्मल बाटो हो, सबै बिग्रेको रहेछ। त्यहाँबाट फेरि हामी काठमाडौँ पुगेँ। काठमाडौँ पुग्नुको बाद फुपाले खाना पुरा रेडी गर्नुभएको रहेछ, मासु मात्रै पकाउनु बाँकी थियो। नानीले एकदम अदुवा लसुन कोडिदिइहाल्नु भयो र हामीले खाएको चाहिँ फाक्से बनाउनु भएको रहेछ। त्यहाँबाट फुपाले फेरि मलाई मुस्ताङ राखिदिनु भएको रहेछ। मुस्ताङ फेरि हल्का एक पेक लगाएर खानासाना फाक्सेर खाना खाएर नानी